हेलो गाइस, आज हामी 8 डेमा छौँ। 8औं दिनको सुरुवात हाम्रो भर्खर गुड मर्निङ भइरहेछ। त्यहाँ साथीहरूले त्यहाँ पुगेर कोही कोही कामले पनि गरिरहेको रहेछन्, कोही कोहीले यार बिहानै उठेर। हामी चाहिँ अल्छी टिम पऱ्यो, यस्तो देखिन्छ बिहान बिहान। यहाँ अहिले कति बज्यो भन्दाखेरि अहिले लगभग 6 बज्न 8-10 मिनट बाँकी छ। हामीले भर्खर उठेर अब कामतिर लाग्न आँटेको। हाम्रो सामान चाहिँ हामीले बाहिर राखिदियौँ। मेन हाम्रो टोटल स्टेसन चाहिँ तल चार्ज गर्न दिएको थियो। अरू यहाँ हाम्रो ट्राइपोडहरू, हाम्रो प्रिजमहरू, स्टेप हाम्रो सबै पेगहरू लगायत हाम्रो जुत्ता पनि बाहिर छ, फोहोर जुत्ताहरू। हामी मात्रै भित्र, रुम चाहिँ यहाँभित्र छ। सो आजको सुरुवात यसरी भयो होइन। भित्र चाहिँ पुरै ब्रेकअपको सङ्ग सुन्दै केटाहरू मस्त छन्। अब हामी सिधै कामतिर लाग्दैन अनि एकछिनमा खाजा खान आउने। म त फेरि अरू कसको चप्पल लगाएर आएको थिएँ। ल अब हामी कामतिर लाग्यौँ होइन। आजको 8औं दिनको पहिलो काम चाहिँ हाम्रो यसरी सामान निकालेर भइरहेछ। हाम्रो टिएसको लागि बान्जीले तलबाट ल्याइरहेछन्, रिता बान्जीले। अनि ट्राइपोड बोक्ने चाहिँ हाम्रो यहाँ हाम्रो गुरुदेव हुनुहुन्छ यहाँ। अनि यहाँ म चाहिँ यस्तो 2टा प्रिजम बोकेर हो मेरो दिनको सुरुवात भइरहेछ। अनि अर्जुन अझै निन्द्रामै छ। बाबु ए अनुहार चाहिँ अलिक निन्द्रामै देखिन्छ, मान्छे चाहिँ अलिक मुडमै रहेछ। अनि यहाँबाट पारेसम्म चाहिँ हाम्रो ब्रिजको सर्वे भइरह। अनि यहाँ साथीहरू त अघि उठेर पनि एउटा स्टेसन भइसकेका छन्। सबसे हाम्रो ब्याचमै अल्छी ग्रुप चाहिँ हामी जस्तो लाग्यो मलाई। अहिले 6 बजेर लगभग 5-10 मिनट गइरहेछ। अनि यो टिएस केटहरूको यहाँबाट पारितिर ब्रिजको सर्वे गर्नलाई छन् साथीहरू। अनि हामी चाहिँ अहिले यहाँ छौँ। तर ओ माई गड, ओ भोज हाम्रो क्यालकुलेटर सुट्यो अहिले हो। त रातभरि पानी परेर यहाँ सबै हिलो छ होइन। अहिले चाहिँ बर्खायामको सिजनमा छौँ त हामी। अनि यतातिर हिजो चिप्ल्याएको थियो केटाहरू। अनि ओ साथीहरू हेलो साथीहरू, वाट्सएप होइन हाम्रो मेसेन्जर भन्ने। ल ठिक छ, हामी इङ्ग्लिस अलिक बुझ्दैन त्यही भएर। किरण पो को हाम्रो किरण बाबु कटेल ज्यू। अनि के भइरहेको खास भयो यसो थोरै डिस्क्रिप्सन। निन्द्रामा उठ्यो अनि खास यस सर्वे के को भइरहेको? ब्रिजको। ल ठिक छ। यसलाई अब यहाँबाट ब्रिज बनाउने भयो। कुन त खोलाइ नभएको ठाउँमा खोल्सा चाहिँ अब खोला चाहिँ छैन। खोल्सा चाहिँ छ तर पानी खोला छैन क्या, त्यस्तो ठाउँमा ब्रिज बनाउनु पर्ने भयो। ठिक छ, आज 8औं दिनको सुरुवातसँगै 8औं दिन। तिमीले भिडियोमा 8औं दिनै भनेर राखेछौ। अनि के आज मलाई त डर लाग्यो यार। म त त्यो पानीमा डुबेर मर्छु होला। ल बोजा त तरेर देखाइदेऊ नि त। अनि के गर्ने? लड्यो पनि चिप्लियो। कलबाट काट्ने हैन हो र। यो तरिकाले काम भइरहेछ। तर केटाहरूले गीत पनि कस्तो नर्भस गर्छन् को। यस्तो ठाउँ हाम्रो इन्स्ट्रुमेन्ट सेटअप भइरहेछ। टिएस यो रमाइलो छ ठाउँ चाहिँ। तर जुकाले चाहिँ अब दुःख दिएकै छ क्या। अब जान्ने कोही पनि छैन इन्ड यो भयो। अनि 5 भन्दा त बिगिनिङ त कमै त आउनु पर्यो त। अनि 5 भन्दा इन्डमा गएपछि पो अनि बढ्नु पर्यो त हैन र। तिमीले यहाँ देखाइराखौ 5 को यस्तो तनाव पनि छ नमिलेर। अनि त्यही भएर कन्फ्युज भयो। त्यसो भएर सक्छ। क्यालकुलेट गर नि त कसरी निकाल्यौ। यो त त्यही त हो। जस्तै अब हेर 5 को छ हैन 136.114 अनि टेन्जेन्ट लेन्थ घटाउने बित्तिकै टेन्जेन्ट लेन्थ कति छ हाम्रो? हामी चाहिँ हेरेको रे 5.783 हैन। कहिले काहीँ मेरो अनुहार पनि देखाउनु पर्छ लगभग। अब घटाउने बित्तिकै के आयो? अब यहीमा हामीले फेरि जोड्यौं भने के आयो? मैले यहाँ आइस चस्मा लाउनु छोडे। इन्ड आयो। अनि 141.
आयो अनि ओ त्यसमा ल ल फेरि फेरि लेन्थ अफ गीत गाइदेऊ न आएर के अरे बिगनिङमा लेन्थ अफ कर्डको हाफ जोड्यो भने यो फेरि आयो यसको टावर छुट्टै सिकायो फेरि केटाहरू कुन त यो भनेको तिम्रो आइफो 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 भनेको बी हो आइफोबाट सुरु भएको छ र आइफोनको बियो नि मिल्यो ल यस्तो आयो हाम्रो IP6 होला हैन यो IP7 त्यो माइनस माथिबाट आयो यसको चाहिँ जोडेर जानु पर्छ होला यसको जोडेर जाँदाखेरि प्रप तलतिर भन्दा IP6 को भनेको यस्तो भनेको 136 भयो हैन 36.144 यसको होल्डर भनेको हाम्रो कति त्यो भनेको हैन ओ विक्रम विक्रम ओए यता हेर न वाउ फेरि 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 हेर न ओए ल हेरिराख है ठिक छ पेन्सिल देऊ न यार हाय मलाई पेन्सिलको धेरै धेरै खानु छ कसैले मलाई सहयोग गर्न सक्छ मैले त हिजो पेन दिइसक्यो बाबा जति सम्पत्ति त्यही हो अनि यहाँ सन्देश चाहिँ यस्तो मेहनत गरिरहेको छ कि ऊ मिलाउनु लागि अनि यहाँ ऊ भएको छ मामा हाय यस्तो गाइदेऊ त भन्छ भान्जी र मामा एक ठाउँ बसेछन् क्या बाजे नातिनी नारायण म फोटो खिचिदिन्छु यहाँ यहाँ फेरि केटाहरूको जोडी जम्या छ यहाँ तलतिर पनि रियालिटी हो ओ बाबाजी भइसक्यो यहाँ टेप त चलाएकै छैन आज खाजामा यस्तो छ हाम्रो आइटम कस्तो छ त अरू केही नभए नि स्याउ चाहिँ बेस्ट बिहान बिहान फिल्ममा डाटा मिल्दैन 8 बजीसम्म काम गरेर आयो अब यस्तो खाजा खाने ताममा छौँ एन बिहानज्यू हाम्रो भिडियो बनाइदेऊ नि त एन बिहान खाएको नि भिडियो बनाउँछ आफै खाएको नै भिडियो बनाएर के को चाहिँ विश्वमा नेपालमा तिमीले सर्च गर्छौ भने हेर्न चाहने भने खाएको खाने पिउने जसले त्यो ब्लग बनाएको छ नि त्यसको मिलियन करोडौँ तिले डलर कमाइरहेको छ तिमी कहाँ छौ यार ल विक्रम के खान्छौ 5 दिनको लागि सबै मेरो तर्फबाट सब फ्री तिमीलाई या तिर्नु पर्दैन खुट्टा छैन जे रेडी छ सबै तिमीले फ्रीमा खाना पायो क्या को बोलेको त्यति भनिसकेपछि भिडियोमा राम्रो आउनु त्यसमा मलाई एउटा एक्सट्रिम माग्दियो नि त त्यहाँ जसले खान्छ आफैले माग्ने हो अर्कालाई माग्दै चल्छ न्याउरे ओइ एक्लै छ केटो त्यस्तो त हामी वेडिङ त छैन यस्तो छ अवस्था त्यसपछि आदि ग्रुपले यल सेक्सनको लागि लेभलबाट गर्ने आदिले ओ लक्ष्मण यो चाहिँ हाम्रो लास्ट पोइन्ट हुनेछ रोड सर्वेको लागि हाम्रो लास्ट आइपी इन्टरसेक्सन पोइन्ट चाहिँ हाम्रो यही छ अनि लास्ट ओरिजिनल कर्भ चाहिँ हामी यहाँनिर सेट गरेर चाहिँ अब हामी आरएल ट्रान्सपोर्टतिर स्टेप मेथडमा जान्छौँ हामी फेरि भान्जीले यस्तै फेरि झारपात खोजिरहेको छ कि बच्चा जस्तो मेरो पनि छैन छाप खाने ठाउँ यस्तो छ पुरै ल अब छाप कस्तो आउला भन्ने हो आमामामा यार हातै काम यार मेरो त यस्तो छाप त नान्नु बेस हुन्छ यार ठिक छ अब यतिको छ आजलाई
अहिले चाहिँ बिहान हामी 8 बजेको खाजा खाएर हामी अहिले लगभग 9 बजीतिर छौँ। अहिले पानी चाहिँ परेको छैन क्या। अनि हाम्रो मेथी दोस्त हुनुहुन्छ, मेरो ब्लगमा के भन्छ दाजुलाई, आज हामी सेकेन्ड डेमा छौँ। सेकेन्ड सबैले माया देखाइदिनु होला, त्यही हो। देखाउने त्यो माया नै हो, अरू देखाउनु मिल्दैन। ठिक छ, त्यो सब्सक्राइब चाहिँ गर्नै पर्ने हुन्छ होइन। म चाहिँ यस्तो टेप तन्काइरहेको छु, कहाँसम्म पुग्ने हो भन्दाखेरि हाम्रो त्यहाँ त भिडियो बनाउनु हुन्न यार, त्यो गीतको कपिराइट आउँछ यार। केटाले गीत बजाउँछ त्यो कपिराइट आइहाल्छ क्या, त्यहाँ ब्लग बनाउनै हुँदैन। यस कस्तो दामी आउँदो रहेछ यहाँबाट लास्ट हाम्रो स्टेसन कहाँसम्म तान्ने हो? अझ तल कहाँ? अझ तल यो भइहाल्छ, लड्यो नि, के हुँदैन, सकेछ खाजा। ए तलसम्म तान हुन्छ नि त। अनि केटाले दुःख दियो क्या। ओए त्यो चाहिँ कसको? ए यिनीहरूको ल लागौँ काम छ। बाई। युट्युब च्यानल बनाइदियो हजुर त्यसले स्टप गरे यस्तो जाम मामा मामा हिँड लेट्स गो सक्यो हैन त रोडको हाम्रो सर्वे सक्यो स्टेसन पछि पनि अब आरएल ट्रान्सफर र हाम्रो स्टेप मेथड बाँकी छ त्यो आइपी नोटबाट फेरि हामी सुरु गर्छौँ अब चाहिँ हामी कामतिर लाग्यो हैन त कामतिर त अहिलेसम्म लाग्यो अब चाहिँ नेक्स्ट बाई यो मान्छे थर्कायो मलाई के गर्नुपर्छ यसलाई भनिदिनु है कमेन्ट गर्नु त्यहाँ ब्याक्स टिप ब्याक्सै ब्याक्स अनि यो को नाम के हो तिम्रो मेरो नाम उत्तम सापकोटा तपाईको नाम के हो देवेन्द्र अधिकारी तिम्रो नाम के हो कुलुङ तिम्रो नाम के हो तिम्रो नाम के हो मेरो अँ पेट्रोल लगान्छ यसको नाम के हो त्यसको नाम क्याल्कुलेटर त्यो चाहिँ के हो त यो के हो मामा ल यतैबाट भन न के छ विचार सब सुनिरहेको छ ओ माइ नुन दाल भनेपछि के अरे त्यो कुन रोग लागेकोले नुन खानु हुँदैन त्यो उनीहरूको लागि चाहिँ ठिक्क रहेछ त्यस्तै ठिक छ अब चाहिँ लाग्यो अरे भान्जिका हो कहाँबाट जाने हामी यस्तो चिप्लो बाटो चाहिँ क्या फेरि तर आज चाहिँ बिहान घाम परेछ के अरे पानी परेछ होइन घाम लागेर अलिक सुकिया रहेछ पानी पर्दाखेरि त नि यहाँ त यस्तै हो जिन्दगी गाउँले जीवन
हाम्रो याद छ क्या मेन टोलीहरू अब किरण बाबुजी कोल्याबरेट गर्ने हैन अरे बाप रे यो देखि ल यस्तो भइरहेछ हर्क घरतिर फर्क हर्क हाम्रोतिर भिडियो के दाजुभाइहरूको भिडियो बनाउनु पर्छ अन्त यति बेसी भाइरल है कस्तो आएर डबल साग ल हाम्रो ग्रुपको चाहिँ यहाँनिर अब स्टेसन पोइन्ट सकेर यहाँबाट चाहिँ हामीले बियरिङ निकाल्छौँ त्यहाँ आइपी नोटमा मेसिन सेटअप गरेर आइपी 1मा को रेस्पेक्ट यसको चाहिँ बियरिङ निकाल्छ त्यसपछि बियरिङ क्यालकुलेसन गर्दै 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 हामी लास्ट पोइन्टसम्म पुग्छौँ हाम्रो टोली चाहिँ अझै आइपुग्छ बल्ल बल्ल आयो मेसिन बोकेर हाम्रो बोज दादा आयो बिसपट्टि हो त्यो लेख्छौ तिमीहरूले त्यो ठाउँमा बिएस पढ्यो हो त्यसपछि त्यहाँबाट हेर्ने त्यो ठाउँमा बिएस पढेपछि त्यहाँबाट त तिमीहरूको बिसी पनि देखिन सक्छ अनि बाउने भनेपछि मान्न त्यहाँ करियरको कुरा भइरहेको छ यार अब चाहिँ हामी आरएल ट्रान्सफरको लागि हामी जाँदैछौँ पारि विपिन छ वारि अर्जुन छ मेसिनमा लेख्ने मान्छे यहाँ म छु फेसबुक यहाँ हाम्रो सर पनि हुनुहुन्छ यता कोही कोहीले ब्रिजको गरिरहेको छन् कोही कोही रोडको आरएल ट्रान्सफरतिर छौँ हामी यस्तो जङ्गलतिर साथीले फेरि यस्तो गाह्रो अवस्थामा ट्राई पऱ्यो एउटा खुट्टा त वाङ्गै छ त्यहाँ माथि भित्तातिर यो तरिकाले दुःख गरिरहेछन् यहाँ यस्तो भिरालो ठाउँमा चाहिँ अलिक आरएल ट्रान्सफर गर्न अलिक गाह्रो छ क्या सिधै आउनु न यस्तो भिरालो ठाउँमा पारिका ग्रुप टन्नै छ यतातिर ग्रेट वाल तल हाम्रो केसीको ग्रेट वाल तर भाद्र सालको भूकम्पमा भत्किसकेको छ हाम्रो ग्रेट वाल हजुर म यहाँ डाटा टिम लाग्यो अब चाहिँ यो यस्तो अग्लो स्टाफसम्म आएर धरहरा हुने भयो यार 5 मिटरसम्मको हाइट छ यसको म्याक्सिमम् 5 मिटर चाहिँ यति रहेछ भनेपछि तिम्रो हाइट भनेको लगभग 1.7475 जति रहेछ मिटर आजको हाम्रो बेला बेला तान्दाखेरि म 8औं दिनको हाम्रो खाना चाहिँ यो प्रकारको छ फिस खाना छ हाम्रो लोकेश हेलो आज चाहिँ म भ्याक्स ग्रुपमा नयाँ मेम्बर हाम्रो आज भ्याक्स टिमसँग फर्स्ट टाइमले लोकेशले टुगेदर एज ऊ खाना खाएर हाम्रो अझै एउटा हड्डी त आउनै बाँकी छ होइन विशाल हड्डी कहाँको ए हड्डीले त्यहाँ सर्भिस गरेर रहेछ भेजिटेरियन भेजिटेरियन भनेको हड्डी मात्र क्या त्यो मासु त मासु भएको नि हड्डी भनेको भेज हो त्यही भएर अब चाहिँ फाइनल्ली खाना खाएर पेटभरि खाना खाएर सुतिरहेको छौँ एकछिन रेस्ट टाइम हो होइन त्यसपछि दिनुपर्ने हाम्रो वातावरण पूर्वानुमान शाखाको भनाइअनुसार चाहिँ आज 2 बजीसम्म मात्रै काम हुन्छ त्योभन्दा पछाडि ठुलो भारी वर्षा हुनेवालामा छ पानी पर्नेवालामा छ त्यही भएर अब कतिको हुन्छ हाम्रो मौसम विज्ञ मौसम वातावरण अनुमान शाखाको निर्देशन अनुसार हामी चल्न लागेका छौँ कहिले होइन यस आज हामी ब्रिज सर्वेको एल सेक्सन गरिरहेछौँ ब्रिज सर्वेको एल सेक्सन प्लस क्रस सेक्सन दुइटै काम गरिरहेछ हामी 2टा टिममा बाँडेर काम गरिरहेको छौँ अनि जम्बो टिममा भने हामी 3 जना छौँ अर्को सानो टिम छ हाम्रो 2 जना सानो टिम अध्यक्ष हाम्रो सँगै अर्को हाम्रो सानो सदस्य हाम्रो रिता भान्जी र हाम्रो बोस दादाको 2टाको
मर्ज भएको छ यसपालि उनीहरू गठबन्धन हामीसित छुट्टेका छन् अहिले छुट्टीका ब्रेकअप त नभन अलिअलि छुट्टिन खोजेका छन् उहाँहरूले अनि हामी चाहिँ अहिले अलिअलि सुतेर जाने त्यसपछि चाहिँ काम भएको छ। हाम्रो उप समितिका अध्यक्ष हाम्रो खोज तथा अनुसन्धान समितिका महासचिव हेलो के छ भने त आइदिनुहोस् न पुरै के भन्यो रातभरि अनुसन्धान गर्दा गर्दा निकै पुगेन त्यो रातभरि अनुसन्धान गरेर नि निदाएकै छैन क्या यहाँ यसको बारेमा नयाँ ठाउँमा नयाँ यस्तो जग्गामा पुग्ने बित्तिकै उसले अनुसन्धान गरिहाल्छ क्या हाम्रो माइज टिम खेलिरहेको छ हामी चाहिँ नाचिरहेको छौँ अहिले ल दुईजना मात्रै भयो त हेर्न नाच्न नाच्न के गरेको खासमा त निलेशलाई पो देखेर थिएँ नाचिरहेको रेलगाडी चुक 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 भनेर मलाई पठाइदिनु ल रेलगाडी चुक 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 बिस्तारै बिस्तारै माझी दाई अथवा टोको 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 ला 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 बाई 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 काम स्टेप मेथड पानी पर्यो पानी पर्यो पानी पर्यो हामी चाहिँ अहिले टक्कै यो रोडको हाम्रो एलसिएस होइन सेन्ट्रल लाइन फिक्स गरेर चाहिँ त्यसको चाहिँ आरएल ट्रान्सफर गरिसक्यो यो चाहिँ हाम्रो न्युमेरिकल पनि आउँछ के अरे सर्भिङ फर्स्टमा होइन थर्ड सेममा यो 8 मार्क्सको लङ क्वेसन आउँछ आरएल मेथड एउटा हुन्छ अथवा हाइट अफ इन्स्ट्रुमेन्ट एचआई मेथड हुन्छ हाम्रो गरेको चाहिँ एचआई मेथडबाट आरएल भन्दा एचआई चाहिँ सर्टकट छिटो हुन्छ सो हामीले यसमा चाहिँ प्रिफर चाहिँ एचआईको छ सो यो क्यालकुलेसन कसै गऱ्यो भन्नेमा त के भन्ने त्यो प्लेलिस्टमै छ क्या रियल फिल्डमा चाहिँ यस्तो हुन्छ डेटा त न्युमेरिकल गर्दा नि यतिको नि आउँथ्यो है लगभग यतिको डेटा चाहिँ आउँथ्यो अनि ठ्याक्कै हाम्रो हाइट अफ इन्स्ट्रुमेन्ट चाहिँ कुन ठाउँमा आउँछ भन्दाखेरि जब हामीले इन्स्ट्रुमेन्टलाई चेन्ज गर्छौँ त्यतिखेर मात्रै आउँछ हाइट अफ इन्स्ट्रुमेन्ट अनि त्यतिखेर चाहिँ एउटै लाइनमा बिएस र एफएस आउँथ्यो त्यही सेम पोइन्टलाई पहिला एफएसमा पढ्ने अनि त्यसलाई पछाडि इन्स्ट्रुमेन्ट चेन्ज गरिसकेपछि बिएसमा पढ्ने त्यतिखेर हाइट अफ इन्स्ट्रुमेन्ट आयो हाइट अफ इन्स्ट्रुमेन्टबाट फेरि तलको आइएसलाई अथवा एफएसलाई माइनस गर्दा फेरि आरएल आयो सिमिलरली क्यालकुलेसन गर्दै गर्दै हाम्रो चाहिँ यहाँनिर आइपी नटदेखि लिएर आइपी 7सम्म आयो अब लानुपर्ने त्योभन्दा बढी पनि थियो होला अलि हामी बर्खामा भएको अलिक पानी पर्ने त्यही कारणले अलिकति हामीले लगभग हाम्रो चाहिँ चेन्ज चाहिँ 261सम्मको मात्र चेन्ज हामी पुग्यौँ मिटरमा जेरोबाट लगेर अब यो अलिक धेरै नै जानु पर्थ्यो मौसम च्यालेन्जिङ छ सो अब यतिमै इनफ गरौँ भन्ने डिसिजन गऱ्यौँ हामीले चाहिँ अब अहिले पनि कतिखेर पानी पर्छ भन्ने हामीलाई थाहै छैन यस्तो झ्याम्म कालो बादल लागेको छ साइडमा छाता हाम्रो स्ट्यान्ड बाई छ रेडी छ अनि अरू त्यस्तै छ टिएस आराम गरिरहेछ टिएस होइन कि अटो लेभल कस्तो टिएस आउँछ कि स्टाफ सुतिरहेछ हाम्रो चाहिँ सकिन आनन्द छ केटाहरूको अझै बाँकी छ मन्नु ल अहिले चाहिँ फोटो खिच्न के गर्नु
देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु खाने सुक्यो रातले फकाउँछ जानु कि खान सुक्यो रातले फकाउँछ कामले जानु कि Back gang. नाङ्लो नाङ्लो चलाएको होला स्टेजमा अहिलेको खाना घटाएको वाला स्टेज एकदम रोमान्स धानुक के गरेको यसरी डिस्टर्ब गर्न आउँछ नै साथीहरू भएछ के चाहिँ खोइ त्यो मलाई के थाहा त मेरो फोन है र अब चाहिँ केटाहरू आजको काम सकेर अहिले 3:40 लगभग 4 बज्न लागेछ अनि खाजाको लागि रेडी छन् खाजा खाएर फेरि कामतिर लाग्ने हो पानी चाहिँ आज दन्न परेछ न घाम लागिरहेको छ अहिलेसम्म यो अवस्था छ ट्याक्सको टोली आज चाहिँ खाजामा चिकन मोमो रहेछ ओह कति चाहिँ मिठो लाग्यो चिकन मोमो र ओ यहाँ मोमो लिएर छ खाऊ नि त अब टेस्ट लिउँ नि त के छ र चम्ची त आर्टिफिसियल यो एकदम इकोनोमिकल चम्ची क्या यो माझ्नु नि पर्दैन धुनु नि पर्दैन ल ल पानी वेटर हाम्रो वेटर आन्थ्यो क्या भोजले खाजा ल्यायो भोजले ल्यायो के हो यो आलुको दाना भिडियो बनाउन अगाडि सिधामा आउन सिधामा ठाडोमा आउन म यस्तै बनाउने हो ठाडो बनाउनु आइछ एउटा फेरि मामा बादल बादल सुनलाई यो त अड्क्यो त के हो अति भयो हाम्रो अब यहाँ क्यालकुलेसन काम हुन्छ माने ल सुरु गरौँ खोइ कहाँ गयो पठाउनै छैन नेट चल्दैन के हेर न चलिरहेछ त ल अब यहाँबाट चाहिँ हाम्रो यो बियरिङको लागि हो मलाई सिकाउन आउँदैन नि त्यहाँ चाहिँ केटाहरू छन् एक टिम टोली छन् ल ल सिकाउ नि त ल मजाले सिकाऊ मजाले त्यो बिर्स्यौ के तिमीले पनि अहिले न पख न होइन सुरुबाटै हुन्छ क्या भिडियो त यो एङ्गल हामीलाई थाहा छ अनि अरूको कुन थाहा छ पेन खोइ पेन खोइ यहाँ छ खोइ त्यो पेन भोल्दा यहाँ बस्नु त एकचोटि यो बेरिङ क्यालकुलेसन गर्ने फर्मुला भन त फर्मुला भन त बेरिङ क्यालकुलेसन गर्ने
सरहरूले फरेन पठाएको हुन्छ होइन ल ल ल ल ल ल ल ल सबजना मिठो मिठो बोल्ने यहाँ सबैजना मिठो मिठो बोल्ने क्या यहाँ अनि टाइपिङ गर्नु पनि पर्दैन त लाउने अनि मात्र भन्छु भन्ने अनि अनि मात्र सुरुमा लाउने हो अनि भन्ने यहाँ यो कालो कालो किन भइरहेछ भन्ने कुरा मलाई उलाइरहेछ मलाई शङ्का त लाग्यो 2 वर्ष भयो मिठो गफ हुँदैछ यतातिर कमाएर गर्ने भने तपाईँ जस्तो जागिरे भइरहेको मेरो जस्तो जागिरले त अब त भात खाइस् तपाईँको त्यो कम्पनी होइन यताको दिदी तपाईँको कम्पनी छैन मेरो कम्पनीमा त्यो इन्टर्नसिपमा काम दिनु इन्टर्नसिपमा यहाँ काम गर्ने होइन उहाँ पश्चिममा साइड छ हाम्रो त्यही गइदिनु नि हामी कुन ठाउँमा छ भन्नु न हामी जहाँ पनि आफ्नै खर्चमा जाने क्या काम पाएँ फेरि पश्चिमतिर घर हो घुम्ने पनि उतै काम पनि हुन्छ बर्दिया नेपालगञ्जमा छ अहिलेसम्म त अब सकिनलाई जन्मै त्यही नजिकै अन्त यसले त ट्रान्सफर गर्न नि जोडबोड गरेर मैले देख्दिनँ 5:30 बज्यो सबैजना जाँदै हुनुहुन्छ आफ्नो आफ्नो कामतर्फ त्यस्तो गर्ने मान्छे कुन छ मेरो राति मेरो रुम पठाउला आफ्नो साथीको कम्प्लेन गर्दैछन् म सिकाउँछु त्यसलाई ट्युसन पढाउँछु त्यो मान्छे मलाई पठाऊ राति म ट्युसन पढाउँछु म त्यसलाई ल एक करणको ग्रुप भएर उसको बिग्रा भन्ने ए करण पनि मान्छे त कर्णबहादुर त्यो देश जोड्यो नि रिपोर्ट बनाउन बस्या हो कि अरूको बिल्ला हान्न बस्या हो भन्ने नि थाहा पाइँदैन डेटा मात्र हो क्या अलिअलि बिग्रिएको थियो यो रिपोर्ट त अब प्रिन्टेड फर्ममा हुन्छ नि खडा भन्ने थाहा मलाई ल देश ध्वज अनुहार देखाउँदा नानी करण दुर्गा प्रसादको पछि लाग्ने मान्छे हो यो अब चाहिँ हाम्रो फिल्डको काम सकेर हाम्रो ल्याबोरेटरी काममा चाहिँ फिल्ड एन्ट्री गर्ने काम भइरहेछ ल यतिको मिहिनेत चाहियो अरू चाहिँ सेभ गरेर छैन त्यो यतिको चाहियो मिहिनेत यो मेरो ल्यापटप यो चाहिँ ल्यापटप पुरै ह्याङ भएर बिग्रिसक्यो मेरो चल्दैन यतिको मिहिनेत गर्नु पऱ्यो आफ्नै चल्दैन भन न पहिला त्यही त भन्छ क्या म आफ्नो त्यस्तो कमजोर के लुकाउँदिनँ क्या यति इन्जिनियर यति चाहिन्छ क्लिक पनि हानौँ न च्यानलमा 2 जना सब्स्क्राइबर आवश्यकता छ तर पुगिसकेको छ क्या फाइनली प्रमाणपत्र पनि आइसकेको छ क्या कम्पनीबाट मैले चाहिँ चाडा मेरो यो गुगल आइडीबाट उसलाई यो तरिकाले एन्ट्री भइरहेछ हाम्रो यहाँ एक्सेलमा ल्यापटपमा अब त्यहाँ केटाले डिजे बजाउनुवाला छ अब त सकिसक्यो नि त्यति नै ए त्यो त जलेको नि हुन्छ होइन र हुन त मैले पनि गरेँ यो काम त अब्जर्भर भन्दा मजा रिपोर्टर हो के अरे डाटा टिप्ने मान्छे क्यालकुलेटर अब क्यालकुलेटर ए रेकर्डर मैले त क्यालकुलेटर भने क्या अर्जुनको मेहनत यतिको भइरहेछ आज अर्जुनले हाम्रो अब्जर्भ गरेको कारणले कुनै पनि इरर आएको छैन क्या डेटामा हाम्रो सबै भ्याक्स टिम यहाँ छ नि त हाम्रो भ्याक्स टिमको 6 मेम्बर्स यहाँ छन् अनि मुख्य छुटाउनु नहुने पात्र चाहिँ यहाँ छन् प्राय क्यामेराभन्दा पछाडि चाहिँ आज मात्रै फेस रिभिल भइरहेको छ क्या एल सेक्सन भनेको पुरै त्यसको वाल हो के अलाइनमेन्टको चाहिँ एल सेक्सन भनेको सेन्टर लाइनबाट गएको क्रस सेक्सन भनेको त्यसको 75 राइटमा लेफ्टमा गएर त्यो लिएको डिटेल्स हो स्टेप मेथडबाटको चाहिँ क्रस सेक्सन हो बाहिर यस्तो रमाइलो रहेछ यार अब ल ल ल ल के भइरहेको ओ गाइजहरु यहाँ त बोर्डरको फुटबल खेल्दा छन् क्या आमा यति रमाइलो छ बेलुका चाहिँ हाम्रो फुटबल चाहिँ कुन यही हो फुटबल ल अब त म नि खेलौँ है ल ठिक छ जिन्दा होला
यस्तो रात भान्जाल भर्खर ब्लग स्टार्ट गरिदियो डिलिटै गरेर भान्जा त्यही त होइन तपेन्द्र जे बोल्यो त्यो त त्यो हटाउनै पर्ने हुन्छ क्या ब्लग बनाउँछ र तपाईँले जे बोल्यो त्यो त म्युटै गर्नुपर्छ रुम यहाँ छ यहाँ ग्राउन्ड छ क्या ठुलो खेल्ने ग्राउन्ड यतिको रमाइलो छ विपिन दोष अहिले के देखिन्छ कुनो खेल्ने रे ए अब आजलाई यति नै भएन अब हामी राति खाना खाएको चाहिँ हामी देखाउँदैनौँ किनकि त्यो अलिक ज्याउ हुन्छ खाएको मात्र कति देखाउँछ भन्ने हुन्छ सो आजलाई चाहिँ यति नै गरौँ आजको डे 8 को फाइनल चाहिँ हाम्रो यति भयो अब हाम्रो काम भित्र भयो लगभग हाम्रो काम सकेन इन्ट्री गर्ने पनि हामीले रोडको एल सेक्सन क्रस सेक्सन सबै लिइसकेर भोलि ब्रिजको बाँकी छ र ड्रोन सर्वे पनि बाँकी छ हाम्रो 3 दिन अझै टाइम छ 3 दिनभित्र दुईवटा काम सघाउनु पर्ने छ र आजको काम चाहिँ यतिमा सक्यो सो आजलाई चाहिँ यति नै गरौँ सबलाई बाई बाई गुड नाइट लभ यु अल भन्ने